सम्पूर्ण श्रमदाताहरूको हाम्रा पिता हुनुहुन्छ। श्रमदाताका पिता हर्क साम्पाङ हुनुहुन्छ। हामी हर्क साम्पाङका परिवारका मान्छे हौँ। लगभग हामी 3,40,45,000मा 5 कोठे र एउटा बरन्डा 6 कोठे नै भनौँ न, हामी 3.5 लाखमा कम्प्लिट गरेर हामी दिनेछौँ। बिलसहित म प्रस्तुत हुन चाहन्छु। सम्पूर्णमा नमस्कार, म प्रज्वल चामलिङ। यति बेला भने म बराज क्षेत्र 3 मा आइसकेको छु र अहिले भने यहाँनिर श्रम सेनाहरू एकदमै धेरै भिड देखिएको छ। यो वास्तवमा चाहिँ उहाँहरू चाहिँ अहिले यसरी श्रमदानबाट चाहिँ यो अगाडिपट्टि रहेको यो घर जुन देखिएको छ, यो घर चाहिँ विक्रम नेपालीको घर बनाउनको लागि श्रमदाताहरू यसरी जुटिराख्नु भएको छ। कहाँ उहाँले श्रमदानबाटै गरिराख्नु भएको छ। यहाँले यसरी मेसिन पनि चलिरहेको छ। यो मिक्सचर सँगसँगै उहाँहरूले यसलाई ढलाइ गरेर उहाँहरूले आज भुइँ ढलाइ गर्ने काम रहेको रहेछ। र आज यो चाहिँ विशेष गरेर मलाई जानकारी आउँदा बुझ्दा सूर्यबहादुर बस्नेतज्यूको अगुवाईमा उहाँको नेतृत्वमा चाहिँ यहाँ श्रमदान भएको जानकारी आएको छ। र यसरी उहाँहरूले अहिले पछिल्लो समयमा देशव्यापी रूपमा चाहिँ संसदीय पार्टीले धेरै श्रमदाताहरू जन्माउनु भएको, धेरै श्रमसेनाहरू जन्माएको जस्तो महसुस धेरैजनाले गर्नुभएको छ र मैले पनि महसुस गर्छु त्यो। अहिले उहाँहरू चाहिँ भने यसरी आज यो घोटालाको लागि चाहिँ उहाँहरूले अहिले श्रमदानबाटै यो घरलाई सम्पन्न गर्नको लागि यो भागमा चाहिँ पनि अलिकति पानी अलिक भएकोले होला सायद उहाँहरूले यसरी माटो लगेर यसलाई पनि पुर्याउनु भएको छ। र भर्खरै उहाँहरूले अरू अन्य वडाबाट पनि उहाँहरू उपस्थित हुनुहुन्छ। अहिले उहाँहरूले गरेको यो काम एकदमै ठुलो यही घर चाहिँ हो जहाँ चाहिँ विक्रम नेपालीको घर, जुन बेला चाहिँ यसको लागि चाहिँ सूर्यबहादुर बस्नेतज्यूले उहाँहरूको आह्वानमा उहाँको नेतृत्वमा यो कामहरू अहिले भइरहेको छ। अहिले यसरी भने चाहिँ यो चाहिँ विक्रम नेपाली घरको ढलान यसरी मिस्त्रीज्यूहरूले गरिराख्नु भएको छ। अहिले यहाँनिर हामी सूर्यबहादुर बस्नेतज्यूसँग पनि विस्तृत रूपमा जानकारी लिनेछौँ। यसरी चाहिँ अहिले उहाँले धमाधम यहाँनिर भित्र काम गरिराख्नु भएको छ। यहाँ आज विशेष गरेर यो चाहिँ भुइँ ढलाइरहेको छ र उहाँले यसरी तगारीबाट हाते मालो गर्दै लगिराख्नु भएको छ। यसरी लाइन लागेर मिस्त्रीज्यूले यहाँनिर धमधाम गरिराख्नु भएको छ। यो निकै यहाँ चाहिँ यो साइडमा चाहिँ किचन बनाउनु भएको रहेछ। अत्यन्तै राम्रो, अत्यन्तै सुन्दर बनाउनु भएको छ। वास्तवमा यो कुन खर्चबाट बनाइरहनु भएको छ, केबाट बनाइराख्नु भएको छ, यो पनि हामी बुझ्नेछौँ। उहाँहरूले यो सहयोगबाटै बनाउनु भएको भने पनि एकदमै यसरी चाहिँ अहिले उहाँले मिस्त्री काम यसरी धमाधम रूपमा उहाँले गरिराख्नु भएको छ है। यो कोठा पनि धमाधम रूपमा भन्नुहोस् कि यो के हर्कवादले जन्माएको यो श्रमसेना हो। हर्कपथमा यदि सबैजना लाग्या हो, मलाई जहाँसम्म लाग्छ यसरी सबैजना एकजुट हुनु, जसलाई समस्या पर्छ त्यो समस्याको समाधान गर्नको लागि भए पनि सबैजना यसरी एकजुट भएर लाग्नु यो नै ठुलो कुरा हो मलाई जहाँसम्म लाग्छ। यो एउटा उदाहरणीय काम गर्नुभएको छ उहाँहरूले अहिले। यसरी चाहिँ यहाँले गरिराख्नु भएको छ अहिले भर्खरै। नमस्कार हजुर। अब मैले श्रमदाता भन्दा कवि नै भने सुरुमा कविता सुनेको थिएँ मैले तपाईँको। त्यो कविताले मलाई पनि इम्प्रेसन गरेको थियो, धेरैजनाले इम्प्रेसन गरेको थियो। वास्तवमा म कवि होइन,
भुइँका कुरा लेख्ने, गरिबका कुरा लेख्ने, फेटटुप्पो मिलाएर बताउँदाखेरि जनताले बुझ्ने भाषा प्रयोग गरेको हो। त्यसैलाई कविता भन्दो रहेछन्। म नेपालीमा शुद्ध पनि लेख्न आउँदैन, तर म कवि होइन। त्यही भएर भुइँ कवि, सानो कवि, नेपालको सबभन्दा सानो कवि। हजुर, यो घरको जुन यति बेला श्रमदान भइरहेको छ, श्रमदान मार्फत यो घर निर्माण भइरहेको छ, हजुर, यसको ऐतिहासिक पृष्ठभूमि खोज्दै जाँदाखेरि तपाईँमा ठोकियो। हजुर, है, हजुर। अब तपाईँमा ठोकियो। अब यो जनसहयोग कसरी जुट्दैछ, कहाँबाट आयो, आउने क्रम जारी होला, के छ यो थोरै जानकारी गराउनु न। हामी सम्पूर्ण श्रमदाताहरूको हाम्रा पिता हुनुहुन्छ। श्रमदाताका पिता हर्क साम्पाङ हुनुहुन्छ। हामी हर्क साम्पाङका परिवारका मान्छे हौँ। हर्क साम्पाङलाई मन पराउने श्रमदाताहरू, हर्क साम्पाङलाई मन पराउने देश विदेशमा रहनुभएका मनका धनी मित्रहरूले, मैले सबभन्दा पहिला बजेट एक ठाउँमा राखेर काम गर्दिनँ। मैले काम कसरी गर्छु भन्दाखेरि सबभन्दा पहिला म काममै भिड्छु, म उधारोमा काम गर्छु र सबै साथीहरूलाई, आदरणीय मित्रहरू, मैले यहाँ काम गरिरहेको छु, यस्तो अवस्थामा हामीलाई आर्थिक अवस्था चाहिँ नपुग भएको हुनाले कृपया दिनुहोला, म त माग्ने जोगी जस्तो भएको छु। त्यसो भइराख्दाखेरि हर्क साम्पाङलाई मन पराउने सम्पूर्ण देश विदेशमा रहनुभएका मनका धनी मित्रहरूले हामीलाई 2 4 पैसा दिनुहुन्छ। त्यो 2 4 पैसामा हामी पाखुरीको बल थपेर हामीले चाहिँ काम गर्दै जान्छौँ। मेरो कुनै पनि योजनामा यति लाख उठाउने त्यसपछि काम गर्ने भन्ने हुँदैन। पहिला काम गर्ने, त्यस पछाडि क्रमशः उहाँहरूले भिडियो हेर्दै जानुहुन्छ। हाम्रो भिडियो हकिकत हुन्छ, वास्तविकता हुन्छ। त्यो देखेर चाहिँ यसरी काम सुरु गर्दै जाँदाखेरि अहिले पनि मैले तपाईँलाई अघि पनि भने हामी ऋणमा छौँ, 5-6 हजार ऋणमा छौँ। मलाई लाग्छ हामी 50 हजार ऋणमा छौँ भने पनि हामीलाई उकास्नुहुन्छ। एउटा हर्क साम्पाङ प्रतिको, श्रम पिताको प्रतिको एउटा मायाले गर्दा पनि त्यसरी हामी आर्थिक सङ्कलन गरिरहेको छौँ। हजुर, आजसम्म कति उठ्यो भन्न मिल्छ? मजाले मिल्छ। यो घरको कि अरूको पनि? यो घरको लागि मात्रै, यो घरको लागि मात्रै मजाले एकुरेट हो भने खातामा छ। अहिलेको खर्चदेखि बाहेक 3,22,000 पैसा उठिसकेको छ। हाम्रो खर्च भनेको 3,27,000 भइसकेको छ। यसमा 10 बोरा सिमेन्ट आउँदैछ, त्यो इन्क्लुड गरेको छैन। यो घरको सबै तपाईँको गारोदेखि इँटादेखि लिएर सबै कुराहरू सबै 3,27,000 मात्रै खर्च भएको छ। अब खर्च हुन बाँकी झ्यालढोकामा छ, बिजुली वायरिङमा छ। अहिले 10 बोरा सिमेन्ट त्यो खर्चमै आउँछ। लगभग हामी 3,40,45,000मा 5 कोठे र एउटा बरन्डा, 6 कोठे नै भनौँ न, हामी 3.5 लाखमा कम्प्लिट गरेर हामी दिनेछौँ। बिलसहित म प्रस्तुत हुन चाहन्छु। सम्पूर्ण यसमा 1 रुपियाँ तलमाथि हुँदैन। यसको अब आयव्यय सार्वजनिक हुन्छ होला नि? मजाले आयव्यय अहिले सार्वजनिक घर भनिन्छ भने पनि गर्न तयार छु। अहिले एनी टाइम तपाईँको मिडिया मार्फत म के भन्न चाहन्छु भने हामी हर्क साम्पाङका एउटा शुभचिन्तक हौँ। हाम्रा भीम उपाध्याय जो हुनुहुन्छ काठमाडौँमा बसी विरोध मात्रै गर्ने, यो काम मलाई हर्क साम्पाङले हराएको हो। मैले जेन्जी चौतारी बनाए हर्क साम्पाङले हराएको हो, वृद्ध चौतारी बनाए हर्क साम्पाङले हराएको हो। यो हर्क साम्पाङको काम भएकोले गर्दाखेरि जेन्जी चौतारी 3,49,000 बनाए, 2,49,000 बनाए, 3,18,000मा वृद्ध चौतारी बनाए, यो लगभग 3,50,000 बनाए। यसको हिसाब किताब पनि धेर भो कि थोर भो तपाईँको मिडिया मार्फत भीम उपाध्यायसम्म पुगोस्, उहाँले मूल्याङ्कन गर्नुपर्छ। हुन्छ, हस्, धन्यवाद यहाँलाई। हस्, धेरै धेरै धन्यवाद। चाहिँ यो देशको विकास, समाजको विकास र हरेक व्यक्तिको विकास नहुने जस्तो मलाई लाग्छ। किनभने यस कुराहरूमा हामी हरेकले आफ्ना यो श्रमलाई माया गरेर हरेक व्यक्तिले श्रम गर्नुपर्छ। र यसै क्रममा म मेरो आफ्नो व्यक्तिगत विचार, मेरो आफ्नो सिद्धान्त, म अलग जहाँ जे भए पनि हाम्रो राजनीतिक सिद्धान्त जहाँ जे भए पनि म श्रमदानलाई र श्रमलाई म अत्यन्त विश्वास गर्ने मान्छे। र यही अब हामीले सुन्नमा आएको यहाँ श्रम अभियन्ताहरूको कुरा सुन्दाखेरि यहाँको आफ्नो भौतिक रूपमा उपस्थित नहेर विगत धेरै लामो समयदेखि श्रमदान अभियानमा यहाँले नैतिक समर्थन सँगसँगै केही आर्थिक लगायत अन्य कुराहरूको सहयोग पनि गर्नुभएको छ भन्ने सुन्नमा आएको छ। यो सत्य हो? त्यो कुराहरू मेरो आफ्नो सद्भाव सहयोग मात्रै हो, कहिलेकाहीँ होइन। अब सामाजिक काममा यो समाजमा र गाउँमा वडामा केही कुराहरू जसले सामाजिक काममा अगाडि बढाउनुहुन्छ र उहाँहरूलाई म
भित्रैदेखि साथ सपोर्ट गर्छु र कहिलेकाहीँ म यस्ता श्रमदानमा सहभागी पनि हुन्छु र मेरो आफ्नो आर्थिक सहयोग भन्ने कुराहरू मेरो त्यति खासै छैन। मेरो जति जहाँ जे भए पनि मेरो आफ्नो सद्भाव मात्रै हो र म या अन्य साथीहरूसँग पनि म बेला बेलामा जोडिन्छु, किनभने म एउटा म सामाजिक मान्छे हो र म कुनै पार्टीको नभएर एउटा हुनसक्छ म अगाडि एउटा चुनावभन्दा अगाडि म जनप्रतिनिधि हुनुभन्दा अगाडि एउटा पार्टीको देखि आएँ, तर म एउटा सामाजिककै रूपमा आएर एउटा जनप्रतिनिधि भएँ। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने मेरो वडावासी र अन्य जसले मलाई देखिरहनु भएको छ, यहाँ हरेक पार्टीमा आएर पार्टीलाई नै हरेक कुराहरू सपोर्ट समर्थन हरेक कुराहरू गर्नुपर्छ भन्ने कुराहरू मलाई लाग्दैन। सही काममा जसले एउटा राम्रो काम र देश विकासको लागि समाजको लागि परिवर्तनको लागि आएको हुन्छ एउटा जनप्रतिनिधि भइसकेले म सबैले सपोर्ट गर्छु र यो समाज बन्नुपर्छ, वडा बन्नुपर्छ, नगर बन्नुपर्छ, यो देशै बन्नुपर्छ भन्ने मेरो आफ्नो धारणा छ। अब यहाँले श्रमदानलाई समर्थन गरेर आउनुभएको छ र आउँदै छ, भौतिक नैतिक सबैको समर्थन रहेको छ। अहिले पहालवाला पनि हुनुहुन्छ, यो हिसाबले हेर्दा कुनै पनि एउटा दलबाट प्रतिनिधित्व गर्नुभएको छ। यहाँको पार्टी अथवा यहाँको दलले श्रमदान प्रतिको रोक अवरोधहरू चाहिँ छ कि छैन? त्यसमा म के भन्न चाहन्छु भने अहिलेसम्म मेरो पार्टीले अब जुन पृष्ठभूमिदेखि आएँ त्यस कुराहरूमा खासै त्यस्तो खालको त केही प्रतिक्रिया दिनु भएको छैन। तैपनि म के भन्न चाहन्छु भने समाजको लागि विकासको लागि र सामाजिक काममा चाहिँ म हरेक पार्टीका व्यक्तित्वहरूलाई पनि म के भन्न चाहन्छु भने पार्टी आफ्नो ठाउँमा छ, त्यो एउटा पार्टी पनि विशेष गरी समाजकै लागि बनेको र समाजकै लागि अगाडि बढाउनुपर्छ। नितान्त यो पार्टी मात्रै हो, अरू समाज होइन भन्ने कुराहरू म अन्य साथीहरूलाई पनि भन्न चाहन्छु। सिद्धान्त आफ्नो पार्टीको विचार आस्था आफ्नो ठाउँमा छ, तर यस्ता सकारात्मक काममा राम्रो काममा चाहिँ पार्टी जाति हेर्नु हुँदैन, सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने यहाँको धारणा भन्ने मेरो आफ्नो धारणा। र म अरू साथीहरूलाई म के आह्वान गर्न चाहन्छु भने आफ्नो पार्टीको आफ्नो सिद्धान्त आफ्नो विचार अवधारणा जे छ जस्तो भए पनि सामाजिक काममा आउनुहोस्, यो समाज बनाऊ, तपाईँको पनि समाज हो, हाम्रो सबैको समाज हो। हामी सबै ठाउँदेखि हरेक क्षेत्रदेखि हामी अगाडि बढ्नुपर्छ, यो सङ्कीर्ण सोच राख्नु हुँदैन भन्ने कुराहरू म सबैमा अनुरोध गर्न चाहन्छु। अब यहाँ एउटा पुरानो पार्टीको प्रतिनिधि पनि हुनुहुन्छ, आफूले यति बेरसम्म यत्रो सालसम्म समर्थन गरेको पार्टीले जनताको विश्वास जनताको मन जित्न नसकेको कारणले के पर्छ? अब त्यो कुरा त अब हरेक कुराहरूमा होइन, अब हामीले जस्तै पुरानै पार्टीहरू जस्तै मैले मेरो आफ्नो नेकपा एमाले नगरेको होइन, गर्दै गर्दा पनि कति कुराहरू होइन बाँकी रहन्छ, सबै कुराहरू गर्न सकिँदैन। हामी पनि जहाँ जस्तो भयो भने समाजको लागि योभन्दा धेरै अगाडिदेखि नै हामी समाज परिवर्तनको लागि राम्रो कामको लागि अघि बढिरहेका छौँ र यो कुराहरूमा म पुरानोले केही गरेन भन्ने कुराहरूमा म लाग्दिनँ। होइन, केही कुराहरू सुधार्नुपर्छ, केही कुराहरू होइन अगाडि बढ्नुपर्छ, तर यो हातेमालो यो यस्ता श्रमदान गरेर सबैको हातेमालो गरियो भने उदाहरण जस्तै आजको हेर्नुहोस् त श्रमदान एउटा विक्रम नेपालीको घर एउटा गरिब एउटा असहाय व्यक्तिको घर बनेको छ। त्यसै गरी हामी हरेक पार्टी मिलेर एउटा समाजको लागि पनि बन्यो, समाजको लागि अगाडि बढ्यो भने धेरै कुराहरू राम्रो हुन्छ जस्तो लाग्छ र यस कुरामा म यो पार्टीप्रति चाहिँ सकारात्मक जहाँ चाहिँ भए पनि देश विकासको लागि समाजको लागि अगाडि बढ्नुपर्छ भन्ने कुरा म आजै गर्न चाहन्छु। दोस्रो अहिले मैले यहाँनिर यो जुन चाहिँ सहयोगबाट यहाँका श्रमदाताहरूज्यूबाट जसरी सूर्यबहादुर बस्नेतज्यूले यसलाई नेतृत्व गरेर यो घरलाई आज सम्पन्न गर्ने अन्तिम चरणमा हुनुहुन्छ। अझ यो विषय मैले तपाईँलाई जानकारी गराइरहेका छु। पक्कै पनि तपाईँहरू हरेक गाउँ बस्ती वडा नगर विभिन्न ठाउँमा तपाईँहरू पनि यसरी एकजुट हुनुहोस्, गाउँको विकासको लागि एकजुट हुनुपर्छ, विकास गर्नुपर्छ भन्ने मलाई जहाँसम्म लाग्छ। मैले आजको भिडियो मार्फत तपाईँलाई
विस्तृत रूपमा जानकारी गरिरहेका छु। तपाईँलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् भन्दै म आजको भिडियो मार्फत म बिताउन चाहन्छु। जय नेपाल, जय भारत।